अब आजको 4वटा टिममध्येका सर्वोत्कृष्ट खेलाडीको छ भनेर बेस्ट प्लेयर छुट्याउने जिम्मा पनि हामीले रेफ्रीलाई त्यहाँबाट हामीले प्राप्त आजको बेस्ट प्लेयरलाई अगाडि बढाउन चाहन्छु। बेस्ट प्लेयर हुनुहुन्छ एनएफसी दुर्नेका तर्फबाट अनिल शाही। अनिल शाही ल आयोजकै तर्फबाट प्रमाणपत्र हस्तान्तरण। हार्दिक यता बाबु हार्दिक सबैलाई धन्यवाद जसले पुरस्कार वितरणमा सहयोग गरिदिनु भयो। आप्पा बेल्जियम आजको गेममा द्वितीय भएको टिम आप्पा बेल्जियमका टिम क्याप्टेनलाई प्रमाणपत्र आमन्त्रण गर्दछु। संयुक्त रूपमा संयुक्त रूपमा आप्पा बेल्जियमले द्वितीय स्थान हासिल गरेको छ। सबिन लिम्बू टुङ्गा सबै एन्साका साथीहरूले तपाईँहरू सब बोलाइदिनुहोस् है। यसमा सबैलाई बोलाऊ ल सबै साथीहरू लाइनमा आइदिनु होला। तपाईँहरू सबैलाई एनएफसी दुर्ने आजको 40+ टुर्नामेन्टमा प्रथम हुन सफल भएको छ। यो प्रथम हुने खेलाडीहरू सबै खेलाडीहरूलाई अगाडि अनुरोध गर्छु। एनएफसी दुर्नेका सबै खेलाडीहरूलाई अगाडि अनुरोध गर्छु। सबै आइदिनु होला। एकमुष्ट एन्साका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। धेरै धेरै बधाई छ एनएफसी दुर्नेलाई। आजको बधाई छ एनएफसी दुर्नेलाई। यो बधाई सहित आयोजक एन्सा बेल्जियमलाई पनि धेरै धेरै धन्यवाद। यत्रो कार्यक्रम आयोजना गर्नुभयो। तपाईँहरूलाई आयोजकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको फाइनल गेम जित्यो, पुरस्कार वितरण पनि भयो है। पैसा पनि झ्याममा पाए सबैजनाले। अब निस्किनु पर्छ। आजको लागि यति नै है। अब नेक्स्ट प्रोग्राममा नयाँ भिडियो।